पाटन चर्न्या गाईको याली काँकडी खोला सलाम सर। नाम के हो तपाईँको? डेभिड जैसी हो सर, ओडाजीको छोरा, चिन्नु भयो नि क्या? ए ओडाध्यक्षको छोरा। तपाईँको लागि त फर्मालिटीको लागि 3-4वटा पुसअप र 4-5वटा सलाम गरिदिनु न, यति त गरिदिनु हुन्छ नि है? ओके सर। सरको एक्सर्साइज त धेरै राम्रो छ। सरले एक्सर्साइज गर्न खोज्नु भयो हो कि आफ्नो बिहेको तयारी गर्न खोज्नु भयो? नेक्स्ट सलाम सब सलाम सलाम। नाम के हो नि तपाईँको? विवेक मगर साहब। अनि दाईको नाम चाहिँ के पर्यो नि? विशाल मगर हो सर। यो कतै मेरो पहिलाको दुश्मन विशाल मगरको भाइ त होइन? घरबाट हुने भयो यार। विशाल रे, को त्यो चिया पसलको विशाल त होइन? हो साहब। हट, मेरो दुश्मनको भाइ पो परेछ साला। हलास म्यादी प्रहरी तँलाई पक। ल अरू कुरा त्यस्तै हो, पहिला एक्सर्साइज गरौँ, सिलेक्सन हुने नहुने पछि हेरौँला। ओके सर। एउटा सोचो थियो घरमा जिनको बोचो थियो, हिँड्यो केटो लाउरे देखाउन समर्पित भई लक्ष्य लियो। मनमा कैयौं सपना बुन्दै उ सङ्घर्षको बाटोमा हिँड्दै, रम्ने उमेरमा संसार चिन्दै, दुःख कुल्चिबे थाहा उछिन्दै, उसको काँधमा परिवारको आश असफलताको। आमा सबैमा राम्रो पो गर्छ त, यसले केमा पो फाल्ने होला? बाबु तिम्रो अरू सबै एक्सर्साइज त राम्रो थियो, तर तिम्रो दबाउने तरिका चाहिँ राम्रो भएन। ठ्याक्कै तिम्रो दाइको जस्तै रहेछ। यो साल त यस्तै हो भाइ, अर्को साल राम्रोसँग दगाउन सिकेर आउनु, तिमी अवश्य म्यादी प्रहरीमा सेलेक्ट हुनेछौ।